मैले बाटो बिर्से जस्तो लाग्यो। पोखरीमा आइपुग्यौँ। नमस्कार सबैलाई र आज फेरि हजुरहरूलाई दावा योन्जन भ्लग्समा स्वागत छ। र आज फेरि एउटा भिडियो बनाउने मकसदले म यहाँ माथि यो सेरेथाङदेखि अलिकति माथिपट्टि यो नथुला जाने बाटोमा दुईटा जम्ले लेक छ त्यहाँनिर हो, त्यो भिडियो बनाउनु म यहाँ निस्केको छु है। अब तपाईहरुलाई यहाँको दृश्यहरू देखाउने छु। मैले बाटो बिर्से जस्तो लाग्यो। यहाँ त खोलामा पो निस्क्यो त। अब हेरौँ है माथि बाटो छ कि छैन। अब नभए खोला चढ्नु पर्ला। यहाँ त चिप्लो पो रहेछ त। यताबाट साइडबाट गयो हेरौँ। हो बाटो त यहाँबाट पनि छैन रहेछ त। बाटो मिस भएछ नि हौ। अब यताबाट जानुपर्छ। म चाहिँ खोला ताकेर आएँ। खोलाबाट त नसकिने रहेछ, बाटो मिस भएछ। अब यो जङ्गल पो निस्केला जस्तो भयो। अब यो माथिको डाँडा चाहिँ उक्लिनुपर्छ। चिमलको घारी बिचबाट म निस्किँदैछु अहिले। अब यहाँबाट उँभो उक्लिनु पर्ने बेला भयो फेरि। अब चाहिँ डाँडाबाट उँभो निस्क्यौँ हामी। बाटो त पुरै मिस भएछ नि हौ। खास पल्लो डाँडाबाट जानुपर्ने थिएछ। चाहिँ खासमा यहाँनिर हिँड्ने बाटै छ, सर्टकट बाटो कि। तर मैले चाहिँ भुलेछु त्यो बाटो। हामी अहिले यो लेकको छेउमा लगभग आइपुगिसकेको छौँ। यो पहिलो लेक है यहीँनिर छ। र यो लेकलाई चाहिँ हुनु चाहिँ यो ट्विन्स लेक छ। यहाँ दुईटा जम्ले लेक। तर यहाँका स्थानीय मानिसहरूले चाहिँ यसलाई नथुला पोखरी नै भन्ने गर्छन् यहाँनिर है। र मैले चाहिँ यो लेकलाई जम्ले लेक नै भनिदिएँ। यहाँनिर छ। यो अहिले हिउँदोको महिना, लगभग हिउँदो सुरु भइसकेको छ है। त्यसले गर्दाखेरि पानी पनि लेकमा सुकिसकेको अवस्था छ। नभए यहाँनिर यो जुन किनारा देख्नु हुँदैछ, यो पानी चाहिँ यहाँसम्म आउने गर्छ सधैँ बर्खाको समयमा। र हेर्नुहोस् यहाँनिर दलदल छ यहाँनिर है अहिले। यो पोखरी चाहिँ यहाँनिर एउटा। र अर्को पल्लो छेउ घामले अलिक भेटेको छैन है। तल्लो लेक भन्दा यो माथिल्लोपट्टिको पोखरी चाहिँ अलिकति ठुलो पनि छ आकारको हिसाबले हेर्ने हो भने। यहाँ हेर्नुहोस् पोखरीमा आइपुगिसक्यौँ हामी। सरी हामी अरे, म मात्रै छु, एक्लै कोही पनि छैन अहिले मसँग साथी है। यहाँनिर पोखरीमा आइपुग्यौँ अहिले चाहिँ हामी। र यहीँदेखि तपाईँहरूलाई यहाँ पोखरीको दृश्य देखाउँदैछु। एकदमै स्वच्छ पानी, स्वच्छ वातावरण है। यहाँनिर ट्राउट माछा पनि यहाँनिर घुम्दै रहेछ। प्रकृति प्रेमीहरूको लागि त एकदमै उचित ठाउँ छ यो है। प्रकृतिसँग जसलाई रम्न मनपर्छ है, उहाँहरूको लागि चाहिँ एकदमै सठिक डेस्टिनेसन भनौँ है। एकदमै मजा आउँछ यहाँनिर। मलाई चाहिँ यस्तो शान्त जग्गाहरू मनपर्छ। अन्त त्यसले गर्दाखेरि म
मेरो ड्युटी सकिए पश्चात चाहिँ म यसरी नै निस्किने गर्छु है। भिडियोहरू नबनाउँदाखेरि पनि म यसो घुम्यो है, बाहिर निस्किनु है, यहाँको वातावरणसँग यहाँको प्रकृतिसँग घुलमिल भएर बस्नु चाहिँ मलाई एकदमै मनपर्छ। अब लगभग हाम्रो यहाँ सेरेथाङको टेन्युर पनि सकिँदैछ है। अब यहाँ बसिन्जाल चाहिँ है मजाले यहाँनिरको वातावरणसँग घुलमिल भएर बस्नेछु यहाँनिर। मलाई यसरी नै बस्नु मनपर्छ। डाँडा के मजाको देख्दो रहेछ यहाँदेखि मजाले बसेको हेर्नुहोस् न। यहाँदेखि अब घाम देख्दैछ, लगभग घाम डुब्नै आँटेको छ है। यहाँबाट फर्किने समय भयो। अब बिस्तारै यहाँबाट ओह्रालो जाँदा जाँदै हजुरहरू समक्षबाट म बिदा पनि माग्नेछु। हजुरहरूलाई यो भिडियो मन पर्यो होला है। मुनि कमेन्ट बक्समा तपाईँहरूको प्रतिक्रिया राखिदिनु होला भन्ने म अनुरोध गर्दछु है। र मेरो च्यानललाई माया गरिदिनु होला, लाइक सेयर अनि सब्सक्राइब है भन्दै म अहिले तपाईँहरूसँग बिदा लिँदिनँ। अलिकति तलसम्म म तपाईँहरूलाई फेरि देखाउने छु भिडियो है। यहाँदेखि तल यो क्लाउड पनि राम्रो बसेको छ जस्तो लाग्दैछ र त्यो क्लाउडको भिडियो देखाए पश्चात चाहिँ म हजुरहरूसँग बिदा लिनेछु। त्यतिन्जेलसम्म चाहिँ बस्नु होला भिडियोमै। बेलुकीको आकाश चाहिँ यस्तो छ, घाम डुब्नै लागेको अवस्था छ है। म पनि माथिबाट निकै तल आइपुगिसकेको छु र हजुरहरू समक्षबाट बिदा माग्ने बेला पनि भइसकेको छ। र आजको भिडियोलाई म यही नै अन्त्य गर्दैछु र फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ म बिदा मागेँ हजुरहरूबाट। हवस् त, धन्यवाद।